चाहिँ भ्यू हो। परको चाहिँ पाक्किम बजार हो। यहाँबाट भ्यू दामी देखिन्छ। यो यता आइसकेपछि यो रिनोकको यो तलको हाइवे हो। यो हाइवे हो। यहाँ अहिले अलिक जङ्गल छ, फाँडफुँड गरिसकेपछि दामी भइहाल्छ। रिनोक बजार हो, देख्नुहुँदै होला। यहाँ आइसकेपछि यहाँ मुनितिर मङ्की लजहरू छ, खोला यहीँनेरि हो। यो कर्सर प्लान्टहरू छ यहाँनेरि। यहाँ स्कुलहरू छ, माथि गभर्मेन्ट कलेजहरू छ। यहाँ आइसकेपछि हाम्रो पुरानो घर, यो कमसेकम 50 वर्ष पुगेको घर छ यो। यहाँ आइसकेपछि यहाँनेरि तपाईँको यो स्लेप हालेर यत्तिकै छोडेको छ। यहाँ फ्रुट्सहरूको रुखहरू पनि छ, कुसुम फलिरहेछ। यता आइसकेपछि यो हाम्रो स्लेप हालेर छोडेको 9 पोस्टको तर ठुलो। यहाँ आयो। यहाँ आइसकेपछि तपाईँको भ्यू यो हाइवे यहीँनेरि छ। यो माथिको देखेको हाइवे हो। यहाँबाट लोकेसनहरू दामी देखिन्छ। यो पारि देखेको कागेहरू हो। यो लिङ्क चाहिँ भयो। यो उँधो तपाईँको लिङ्क रोड। यहाँबाट आइसकेपछि यो सबै हाम्रै जमिन हो। यो परैसम्म यहाँ आएपछि अघिको पुरानो घर भइहाल्यो तपाईँको। यो किचन चाहिँ राम्रै छ। उतापट्टिको पानीको ट्याङ्कीहरू छ पर, ठुलो पर चेपमा छ, देख्नु भएन होला। यहाँनेरि यहाँ पनि छ फ्रुट्सको रुख। यहाँ तल आइसकेपछि यहाँ सुन्तलाहरूको रुखहरू छ, प्लमको रुखहरू पनि छ। यहाँ चाहिँ यहाँ तपाईँको हाइवे भइहाल्यो। यो माथि पिपल डाँडाको मन्दिरहरू माथि देखिँदैछ। यहाँ आएपछि तपाईँको एकदम पिसफुल, एकदम पिसफुल, शान्ति। कसैसँग ट्रम्सै छैन, एक्लै घर हो। कसैसँग यताउता पानीहरू सेयरहरू गर्नुपर्ने छैन, आफ्नै सोर्स छ। यो बाँसगाडीहरू फाँडफुँड गऱ्यो भने तल रेसीहरू सबै देखिन्छ। यहाँ अहिले हामी नबसेको कमसेकम 3-4 साल भएकोले गर्दाखेरि यो जङ्गल बढेर आएछ। यो सबै यहाँदेखि लिएर गएर तपाईँहरूको यो तल देखे जति सबै हो। जमिन चलाउने भनेको चाहिँ यो यहाँबाट गएर यो टर्निङ गएर तलबाट आएर यो यतापट्टिको यो जमिन हो। यो